जो परम प्रधान को गुप्त ठाउँमा वास गर्दछ त्यो सर्ग शक्तिमान को छात्र समझ रहन्छ। परम प्रभु को विषय में म भन्दछु उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरा परमेश्वर जसमा म भरोसा राख्दछु। किनभने उहाँले तिमीलाई शिकारीको पाशोबाट हानिकारक रूढीबाट बचाउनु हुनेछ। उहाँले तिमीलाई आफ्नो पखेटाले ढाक्नु हुनेछ र उहाँको पखेटा मुनि तिमीले शरण लिनेछौ। उहाँको सत्यता सानो ढाल र ठुलो ढाल हो। तिमी रातको ठुलो त्रासदेखि, दिनमा उडेर आउने बाणदेखि, राति चल्ने रूढीदेखि, दिउँसो क्षय गर्ने नाशदेखि डराउने छैन। 1000 जना तिम्रो नजिक लड्नेछ र तिम्रो दाहिने हाततर्फ 10,000 जना, तर तिम्रो नजिक कोही आइपुग्दैन, कोही आइपुग्दैन। तिम्रो आँखाले मात्र त्यो हेर्नेछौ र दुष्टको प्रतिफल देख्नेछौ। किनकि हे परम प्रभु, तपाईँ मेरो शरणस्थान हुनुभएको छ। तिमीले परम प्रधानलाई आफ्नो वासस्थान तुल्याएको छौ। तिमीमाथि कुनै खराबी आउने छैन, कुनै रूढी तिम्रो फलको नजिक आउने छैन। किनकि उहाँले आफ्ना दूतहरूलाई तिम्रो सबै मार्गमा रक्षा गर्नलाई कडा आज्ञा दिनुहुनेछ, कडा आज्ञा दिनुहुन्छ, कडा आज्ञा दिनुहुन्छ। तिनीहरूले तिमीलाई आफ्ना हातमाथि नै उठाउनेछन्, नत्र त तिम्रो खुट्टाले ढुङ्गामा ठेस खानेछ। तिमीले सिंह र अजिङ्गरलाई कुल्चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैताला मुनि लथ्याउनेछौ, पैताला मुनि लथ्याउनेछौ, पैताला मुनि लथ्याउनेछौ। उनले मसित प्रेम गरेको हुनाले म उनलाई छुटाउने छु। उनले मेरो नाउँ जानेको कारण म उनलाई उच्च स्थानमा राख्नेछु। उनले मेरो पुकारा गर्नेछन् र म उनलाई उत्तर दिनेछु, र म उनलाई उत्तर दिनेछु, र म उनलाई उत्तर दिनेछु। उनको दुःखमा म उनीसित हुनेछु। म उनलाई छुटकारा दिनेछु र आदर गर्नेछु। म उनलाई धिग्रो बनाएर सन्तुष्ट तुल्याउनेछु र मेरो उद्धार देखाउनेछु, र मेरो उद्धार देखाउनेछु, र मेरो